हजुर रोशन भुजेल। रोशन भुजेल के काम गर्नुहुन्छ यहाँले? म यस्तो घरको मिस्त्री काम गर्नुहुन्छ हैन, घरको मिस्त्री काम गर्नुहुन्छ। म यो सिमलतालमा चाहिँ यो अहिले यहाँ तुलसी नदीमा जुन गाडी फेला परेको छ नि, यो कसरी पत्ता लगाउनु भयो यहाँले? मलाई चाहिँ कस्तो लाग्यो नि, पहिला 2 वर्ष पहिला लडेको हुन् त, त्यहाँ बस यसरी भयो। अनि म चाहिँ जाल खेल्दै हिँड्छ के, जाल खेल्दै हिँड्दाखेरि अनि म जाल हान्दै हिँड्यो, माछा मारेर जाल हान्नुभयो? जाल हान्दै हिँडेपछि त्यहाँ फलाममा अड्कियो क्या जाल मेरो। अनि यसरी सामने जाँदाखेरि फलाम भेट्यो। फलाम भेटेपछि मैले के रहेछ भनेर यसरी खुट्टाले सामने गएपछि ट्याक्कै फलाम भेट्यो क्या। फलाम भेटेपछि खोताल्नुभयो? हजुर। ल मैले अनि हेर्दाखेरि गाडी भन्ने लाग्यो। 300 आएर खोल्यो, बालुवा सब फाल्यो। बालुवा फाल्दाखेरि तपाईँको बसको यो ठिकै बसको देखेँ क्या। अनि हेर्दा यत्रो बस लडेछ। ओइ अब छोडिदिउँ, पहिला सरहरूलाई बोलाऊँ, मिडिया सरहरूलाई अनि प्रहरी साथीहरूलाई सबैलाई बोलाऊँ, त्यसपछि बल्ल अनि उनीहरूले छोडिदियो भने गर। अनि हजुरले सम्पर्क गर्नुभयो त्यसपछि प्रहरीलाई? विनय गर्नुभयो? नभन्दै शङ्का गरे यस्तै बसिरहेछ होइन? मलाई बसै लाग्छ। अनि त्यो बस लागेपछि मलाई अनि मैले विनोद दाइले फोन गरेको कि